हेलो गाइस, आज चाहिँ मैले के भन्नु आएको थाहा छ के भन्नु चाहिँ भिडियो बनाएको भन्दाखेरि नै आज बिहान यति म शरम परे हैन, यति के भन्यो। तर मेरोमा यसो सोच्दा त गर्स त भएकै हो नि हैन, यति गरेको त किन थाहा छ। उताबाट टर्मिनलमा आएँ हैन, वहाँ कस्तो हतार भइरहेको थियो मलाई। फेरि फिल्लीले कुदेर सबै साथी पनि गइसकेको थियो, घर पनि लक गरेर म एक्लै फिल्लीले कुदेर आएको नि। त्यहाँ अलिकति बाटोमा आइपुगेर चाहिँ थाहा भयो, तर के कुरा हुन्छ चाहिँ म अहिले डाइरेक्ट देखाउँछु ल। अनि त्यहाँदेखि टर्मिनल आइपुग्यो, सबैले बाटो पनि हेर्छु, यसो हेर्छु, सबैले मेरै खुट्टा मात्रै हेरिदिन्छ। शरम लागेर खुट्टा हेर्दाखेरि चाहिँ शरम लागेको कारण चाहिँ के हो भन्दाखेरि होइन, लक गरेर मुनि आइपुग्दा थाहा भयो कि मैले त चप्पल यो पो लाएर आएछु। यो चप्पल चाहिँ लाएर म कहाँसम्म आइपुग्यो भन्दा उहाँबाट होइन, त्यो टर्मिनलभित्र फेरि कतिजना हेर्छ। अब माथि चाहिँ पुरा स्टाइल पारेर अब लिपस्टिक पाउडर सबै लाएर आइदिइरहेको छु। चप्पल चाहिँ यस्तो छ, सरफ लाग्दै अब कि यिनीहरूले हेर्ने बित्तिकै होइन म त भुलेर यस्तो चप्पल लागेको छु भनौँ कि जस्तो लागेर पनि। तर भने सुई आयो नि यहाँसम्म आइपुगेर। अन्त यहीँ एउटा चप्पल, यो चप्पल चाहिँ यहीँनिर थियो, पहिलेदेखि यहीँनिर अब लाउनु मन नपरेर होइन, यति अलिकति हिल भएको म लाउनु सक्दिनँ नि त, त्यो भएर चाहिँ मैले यतै छोडाएको थिएँ हो। त्यो चप्पल चाहिँ आज दिनभरि भयो लगाएको, लड्ला जस्तो हुन्छ हो। फेरि आउँदाखेरि बाटोमा होइन यो चप्पल चाहिँ जिप्टेर क्या झन्डै लडेको क्या। अब म ल्या यस्तो के लड्नु खोज्छ होइन, त्यतिखेर सबैले फेरि मेरै चप्पल हेरिदिन्छ हो। चप्पल हेर्ने बाहना बनाइदिइहाल्छ म आफूले हो। आफै देखेर रिस उठेर कस्तो आएको नि। तर भने यति गर्नु त नराम्रो चप्पल लगाएर हिँड्नु सक्नु त नि पुरै गर्स भएको केटी हो नि। आफूले एकदम ठान्नुपर्छ। शरम त अलिकति त लाग्दै थियो, तर भने अब आफ्नो मजबुरी हो। अब उनीहरूले जे सोच्नु उनीहरूको काम हो नि त होइन, सोच्ने र। तर आफू के भएर त्यसरी हिँडेको भनेर मलाई मात्रै थाहा हो नि त। उनीहरूले जज गर्ने राइट छ, उनीहरूले घिनलाग्दो चप्पल लगाएछ भन्ने राइट छ, सबैको राइट छ नि त। तर के कारणले चाहिँ मैले त्यसरी लगाएको भनेर चाहिँ मलाई मात्रै थाहा छ नि त होइन। अघि यहाँनिर बहिनी आएको थियो कि, उसलाई भनेको अन्त त्यसको बारेमा भिडियो बनाउन त अन्त अरे नि त। अन्तखेरि चाहिँ मैले अहिले बनाइदिएको नि। तर म त यस्तो हुन्छ हौ, फोन अगाडि ल्याउने बित्तिकै होइन, अब फर्स्टमा भने चाहिँ अब मान्छेहरूसँग बोल्दाखेरि चाहिँ फटाकमा एकदम इन्ट्रेस्टिङ बोल उनीहरूलाई चाहिँ मैले सुनाइरहेको हुन्छु हो। अन्त भिडियो बनाउन भन्छ, अन्त फोन यस्तो निकाल्ने बित्तिकै चाहिँ के हो बोली नै निक्लिँदैन हौ बाहिर, के भएको अब युज टु नभएर होला नि। तर अहिले त मैले बनाएँ, तर यो पोस्ट गर्नु मलाई शरम लाग्छ। अब मान्छेहरूले भनिहाल्छ। अब मैले भिडियो बनाउँदै हिँड्दाखेरि अब यस्तो अर्कोले हेरिदियो भन्दा म त बिल्लिङ कि म घिउ हुनु नि बिल्लिङ थिएँ जस्तो लाग्छ।